हजुर यो चाहिँ यहाँका धनकुटा नगरपालिका वडा नम्बर 1 तिर्सुले भन्ने ठाउँमा छु। यहाँनिर तपाईँलाई मौरीको घाट देखाउँदैछु। हाम्रो एकजना दाजु हुनुहुन्छ, म चाहिँ ब्रिटिस आर्मीमा रिटायर भएर उहाँ यहाँ आउनु भएको छ। उहाँको घरहरू म देखाउँदैछु है। लु हिँड्नुहोस् त, उहाँले हामीले देखाउन लाँदै हुनुहुन्छ। यो चाहिँ उहाँको घर हो। ल यता छ घर पनि चटक्क। यस्तो घरमा बस्न आनन्द आउँछ बजारमा भन्दा। व्यवस्थित तरिकाले बनाउनु भएको छ। फुलहरू रोप्नु भएको छ। हजुर नमस्ते। नमस्ते। हजुरको शुभ नाम? मेरो नाम चाहिँ प्रेम प्रकाश लिम्बू हो। लिम्बू? हजुर। हजुर योभन्दा अगाडि कहाँ बस्नुहुन्थ्यो? योभन्दा अगाडि चाहिँ म खास ब्रिटिस एक्स आर्मी हो म। हजुर। बस्नु म धरान बस्छु। घर चाहिँ धरान कहाँनेरि? धरान म बाँझोगरा 15 नम्बर वार्ड। बाँझोगरा। बाँझोगरा एभरेस्ट लाइन सङ्गम चोक। ए अनि तपाईँले त्यत्रो धरान सहर बजारमा बस्नु छोड्यो, यहाँ पाहाडमा चाहिँ के देखेर आउनुभयो त? यो भनेको एउटा मौसम वेदर भनेको चाहिँ तपाईँको अब धेरै देश घुम्यो र अब हाम्रो देशमा जस्तै अब बेलायत छ, बेलायततिर पनि छ। बेलायतको मौसम एक्ज्याक्टली त बेलायतको मौसम छ यहाँ। अब यस्तो भूगोलहरू चाहिँ उहाँ चाहिँ पाउँदैन। जस्तै यो डाँडा छ, डाँडामा हिउँ पऱ्यो भने मैदान पनि हिउँ पर्ने हो। हजुर। अब मैदानमा डाँडामा जाडो भयो भने मैदान पनि जाडो हुने हो। हजुर। तर नेपालमा चाहिँ यस्तो छ कि अहिले अब यस्तो मिठो छ। धरानमा बस्यो भने झन् 36-37 डिग्री छ अहिले धरानमा। धरानमा अब अहिले यहाँ आयो भने यहाँ लगभग 23-24 डिग्री होला अहिले हालमा। अरू बेला त 18-19 डिग्री हुन्छ यहाँ। हजुर। मौसम मैले चाहिँ हेरेको मौसम हेरेको यहाँ वेदर राम्रो छ। बस्नलाई कुल छ? कुल छ, एकदम राम्रो छ। अनि अहिले तपाईँले यहाँ कति जग्गा लिनु भएको छ? मेरो जम्मा यहाँ 3 रोपनी जग्गा छ। अनि यहाँ के गर्नु भएको छ त? अहिले मैले 3 रोपनीमा फलफुलहरू छ धेरै जस्तो। कुन पालन छ। हजुर गर्दैछु। फलफुलमा के लाउनु भएको छ? फलफुलमा मेरो स्याउ छ, अनि अखरहरू छ, किवी छ, भुइँ स्याउ छ, अनि यो चाइनिज एप्पल भन्छ पिपिनाहरू छ। पिपिना नै रोप्नु भएको छ? अनि अहिले तिनीहरूलाई कस्तो फल दिइरहेछ त? फल राम्रो छ तपाईँको। खुर्बानीहरू छ। अनि हालमा तपाईँको धेरै प्रजातिको स्याउहरू लगाएको छु। यहीँनिर? यहीँनिर मास्टर स्याउहरू पनि फलेको छ। भनेपछि गरे के हुन्न रहेछ त? होइन गरे नहुने कुरै छैन। तर अलिकति वेदर सुट खानुपर्छ, वेदर हेरेर लाउनुपर्छ। त्यो हुनु पर्यो। अनि अलिकति आफू मेहनती हुनु पर्यो। मेहनत हुनु पर्यो, मान्छे मेहनत हुनुपर्छ। ल एकपल्ट तपाईँले मौरी नि पालेको देख्यो यहाँ ऊ मास्तिर, एकपल्ट त मौरी देखाइदिनुहोस् न। मौरी जाउँ न। अब उहाँले हामीलाई मौरीको घरहरू देखाउँदै हुनुहुन्छ। यो सिँढी पनि उहाँले यो गाउँले स्टाइलले भन्नु भएको छ। न खर्च न सिमेन्ट न केही, एकदम नेचुरल हो। यहाँ मौरी यो लाइन छ। अनि मौरी घाटमा जाउँ। मौरी पनि छ यहाँनिर आउनुहोस्। मौरी छ, मौरी टोक्दैन, चलाउन मात्रै टोक्ने। यहाँ मौरी रहेछ हेर्नुहोस्। मौरी छ। यो चाहिँ पानीबाट बस्ने? हजुर, पानीबाट बस्नुलाई हरा पानी। अनि तपाईँको यस्तो खुल्ला ठाउँमा रहेछ, यो चोरी हुन्छ हुँदैन? यो खासै मौरीहरू यस्तो चोरी हुँदैन। अनि यो मौरी भएको चाहिँ यो मात्रै हो? अनि उता चाहिँ मौरी भएको यो थियो, यिनीहरू गयो। यो तल्लो लाइन मौरी छ। हजुर। अनि माथि मौरी छ मास्तिर। यो किवीको माथिल्लोपट्टि मास्तिर किवी लाउनु भएको रहेछ। यो किवी छ। यिनीहरू चाहिँ सबै नसपातीहरू छ कि। हजुर। यिनीहरू चाहिँ अनलाइनबाट मगाएको बिरुवा हो। यिनीहरू युरोपको हो यिनीहरू। अनि यिनीहरू चाहिँ दाँते अखरहरू छ। यो यिनीहरू पनि दाँते अखर नै हो। यो फल छ तपाईँको ग्राफ्टिङ हो यिनीहरू। अब एक सालमा सायद अर्को सालतिर त फल्छ यो। अनि अहिले तपाईँ के एप्पल भन्नुहुन्थ्यो नि? पिपिनाहरू, चाइनिज
एप्पलहरू छ मास्तिर जाउँ न अब मास्तिर जाँदा हुन्छ फलिरहेछ हलो भेट हो यो हजुर यो हलो भेट हो र तपाईँको यो यिनीहरू दान्ते अखर नै हो यिनीहरू कुन चाहिँ दाँत हो यो 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 अखर जति दाँते अखर यहाँ हुन्छ है अब ट्रायल हो यो हुन्छ हुँदैन होइन अँ अहिलेसम्म फलेको छैन अँ अब यो नस्पातीहरू बाहिरको छ अनि यो यिनीहरू चाहिँ तपाईँको एन्जिल हो यो फुल हो यिनीहरू चाहिँ सबै ए अनि तपाईँको यो पिपिना भने नि अँ चाइनिज एप्पल भनेको यिनीहरू हो अँ यहाँ मास्टर त एकदम ठुल्ठुलो फलेको छ कलिलो बोटमा चाहिँ यहाँ चाहिँ ए मसिनो छ अनि यहाँ मौरी नै यहाँ पनि मौरी छ अँ तर एक समय निस्किन्छ एक समय निस्किँदैन ए पिपिना पिपिना यो चाहिँ सुगन्धित ऊ हो यो चाहिँ के भन्छ रातकी रानी होइन रातको रानी होइन यो त यो भनेको त सुगन्धित अरे यो पनि तपाईँको 2500 रुपियाँ गोटा बिरुवा बिरुवालाई 2500 2500 अनि यसको फल फल्यो भने चाहिँ केजीको 2500 भिटामिन हो ए यहाँ मौरी छ यहाँ मौरी छ होइन मौरी चलिरहेको छ अनि यो मौरीहरू छ यता पनि मौरी छ यो गोल्डन यो स्याउ हो यो हजुर यो के अरे यो चाहिँ के भन्छ फ्युजी गोल्डन भन्छ कि हजुर अनि पिपिना यो यो त सुगरको लागि एकदम राम्रो यस्तो फल्छ सुन्नुहोस् त यस्तो यो देखेन ठुलो फल्छ त्यहाँ मौरी छ यिनीहरू नस्पाती यिनीहरू बाहिरको नस्पाती यिनीहरू यो हाम्रो देशकै हो चक्लेटी हो ए यहाँ खुर्पानी पनि भन्छ अब यो खुर्पानी यो त एकदम अब सकिएको आज धेरै टिप्यो हिजो अस्ति यो टिपेर बेचिसक्यो अनि मैले चाहिँ यो हिजो मात्रै फेरि स्याउ ल्याएको छु क्या नेपालबाट यो तपाईँको पर बुढी मरङ 3 यो मैना बोधोकदेखि पारिपट्टि कुर्ले भन्नेमा त कुरुले साह्रै ठुलो उसको स्याउ खेती रहेछ स्याउ रहेछ त्यहाँ त अहिले त्यो के अन्न भन्दो रहेछ यस्तो मैले फेसबुकमा हेरेर बिउ मगाएर रोपेको हिजो ल्याएको मैले तलबाट यो अन्न यो त्यो दुईवटा डोर्से यो परतिर अलिक लामो लामो गरेर चाहिँ यिनीहरू फुजी स्याउ डोर्से फ्युजी त मसँग पनि छ नि यहाँ र पनि मैले त्यो आफ्नै ठाउँमा फलेको चिज यहाँ फल्छ नि त फल्छ अब यहाँ अर्को स्याउ चाहिँ मेरो यहाँ पहिला उहाँ त एकदम मिहिनेत हुन्छ हेर्नुहोस् अनि पानी चाहिँ कहाँबाट सङ्कलन गर्दा हुन्छ पानी चाहिँ हाम्रो खानेपानी संसार यहाँ छ कि त्यही पानी चाहिँ मेरो चाहिँ लगभग यहाँनिर 11,500 लिटर मेरो ट्याङ्कीहरू छन् बर्खामा जम्मा गर्ने ए त्यो सिँचाइको लागि त्यही छ अनि यो तपाईँको स्याउ हेर्नुहोस् यो मनक्कै फलेको छ नि त अनि यो यति धेरै फल्दछ बेच्नु मात्रै हुन्छ कि होइन यो मेरो बेच्ने खाने कुरो हो मेरो खाने बाँच्ने यसरी काम गरेर नै जिउलाई नि एक्सर्साइज भयो नि त होइन एक्सर्साइज पनि हुने एउटा परिवारले खाने इष्टमित्र खाने अब लगाइए चाहिँ बढी भयो भने पछि हेरौँ ल अब अरू स्याउहरू छ नि त थुप्रै अहिले चाहिँ ट्रायलमा अनि मेरो स्ट्रबेरी छ स्ट्रबेरी देखाउनुहोस् त उहाँलाई अब हामीले स्ट्रबेरी देखाउँछ यो चाहिँ के को नर्सरी हो यो चाहिँ अब तपाईँको फुलको यो सयपत्री फुलहरू बार पनि मजाले लाउनु भएको छ कम्पाउन्ड अघि मैले टिपेँ स्ट्रबेरी निकै पठाइदिएको होला होइन स्ट्रबेरी छ फलिरहन्छ डेली जस्तो टिप्नुपर्छ यो त यो स्ट्रबेरी हो भन्नुहोस् उहाँले के चाहिँ गर्नुभएको रहन्छ त अनि अब फेरि माथि जानुहुन्छ माथि छ नि मेरो फेरि गुराँस लगाएको छु मैले यहाँ होइन यो गुराँस हो जस्तै यो गुराँस बिरुवाहरू छ नि यिनीहरू त मैले त उहाँ टिएमजेबाट ल्याएको बिरुवाहरू छ कोही पार्टी बराबर ल्याएको छु अब यताबाट यो चाहिँ के गोठ जस्तो छ त यो गोठ भैँसी छ नि यहाँ ए छ कता यता छ
त्यहाँ भैँसी छ बाहिर लगेको छ यो यहाँ एक भैँसी नि पाल्नु भएको छ मलको लागि टनेल पनि बनाउनु भएको रहेछ तपाईँहरूलाई थाहा छ यो बिरुवा छ नि यति कुन चाहिँ यो स्याउको बिरुवा यिनीहरू चाहिँ मैले डेनमार्कबाट ल्याएको म डेनमार्क घुम्नु गएको थिएँ कि ए छोरी ज्वाइँकोमा छोरी ज्वाइँ उहीँ इन्जिनियर उहीँ बस्नुहुन्छ उनीहरू अरू त यो चाहिँ साँप हो यो चाहिँ तपाईँको मैले नर्सरीबाट ल्याएको अब तपाईँको पछाडिको र यो अगाडिको चाहिँ फेरि यहीँको लोकल चाँप ल यहाँबाट हिले बजार पनि देखेको छ हेर्नुहोस् हो यहीँले देखिन्छ अब यहाँ सबै धनकुटा धनकुटा देख्छ बारिस छैन भने सप्तकोशी राम्रो देख्छ देख्छ त्यो पुलै देख्छ हजुर मलाई हामीले टनेल देखाउन लाँदै हुन्छ उहाँले पराग पनि थुप्रै रोप्नु भएको रहेछ एउटा नेचुरल ऊ हो कि हामीलाई हाम्रोमा धोक्रे फुल के छ भन्ने कुरो बुझ्नुलाई अब यो टनेल चाहिँ यहाँ भर्खर मैले खर्सानी लगाएको छ अघि बढेँ होइन यो चाहिँ मैले स्ट्रबेरी नै छ यहाँ चाहिँ मैले यो साग चोइसम लगाएको छु कि डाँठोल्ला हजुर त्यो लगाइरहेको छु यहाँ चाहिँ यही छ पहिला चाहिँ अर्कै थियो यो साल चाहिँ त्यो लगाएको छु मैले फुल तरुल हो यो त कोदोको रोटी रोटी यो कोदोको रोटी यसमा पकाएर खाँदा मिठो हुन्छ यो हुन्छ मुनिको यो भुइँस्यो हो यो तपाईँलाई थाहा छ होला भुइँस्याउ भनेको त मलाई त्यही स्ट्रबेरी मात्रै थाहा छ यो भुइँस्यो हो यो चाहिँ कहिले फल्छ यसलाई खाने भनेको अब कार्तिक मङ्सिरमा पाक्छ असोज कार्तिकमा तल खन्ने हो इस्कुसको जरा जस्तो त्यस्तै हो तरुल अनि यसलाई थाङ्ना लाग्नु पर्दैन यसलाई पर्दैन यो त यत्तिकै यो त यसको सिजन यतिखेर हो यतिखेर त बढ्ने सिजन हो खाने सिजन चाहिँ तपाईँको कार्तिक असोज कार्तिकदेखि हिउँदामा अनि अति राम्रो मिठो खानु चाहिँ पछि तपाईँको माघ फागुन चैत अनि यसलाई चाहिँ गर्मी ठाउँमा खानु राम्रो पानीको प्रपोज शीतलको लागि छ कि यहाँ यो गुराँस चाहिँ तपाईँको सबै बाहिरबाट ल्याएको टिएमजेतिर गएर ल्याएको पाथिबाट होइन अनि यहाँनिर यस्तो छ यो बिरुवा छ यिनीहरू चाहिँ लोचसल्ला हो यो लोचसल्ला अलगो हुन्छ साह्रै हुँदैन 4-5 फिट जान्छ लोचसल्ला यो यस्तो लोचसल्ला मान्छे जतिको अलगो यो त ऊ होइन दबाई चाहिँ क्यान्सरको दबाई भन्छ के भन्छ होइन यो नर्मल हाम्रो गाउँकै सल्लाह हो यो अनि यो भित्रभित्र चाहिँ फुलहरू लगाइरहेको छ अब उसको सिजनमा आफै फुल्छ यो सबै सल्लाहहरू छ यो सल्लाहले गुराँस यहाँ सबै प्रजातिको गुराँस छ कति प्रजातिको रोप्नुमा छ यहाँ मेरो विचारमा लगभग 4 प्रजाति छ एउटा त्यो के भन्छ माथि त 3 जोरामा त कति 28 प्रजातिको छ उहाँ त छ ल्याउनु त त्यहीँबाट ल्याएको धेरै नै मेरो उसमा त 4 प्रजाति चाहिँ यहाँ छन् 4 यहाँको लोकलसँग 5 प्रजाति होला अनि त्यस्तै यहाँको अनि यो चाहिँ सल्लाह हो यिनीहरू सल्लाह अनि तपाईँको यो चाहिँ मालिङ्गो मालिङ्गो रोपेको किनभने अब यहाँनिर सायद यो ठाउँमा त मालिङ्गो हुन्छ मान्छेले त्यो पर्याङहरू सबै मालिङ्गो भन्छ मालिङ्गो र पर्याङ फरक हुन्छ यो त्यो छ अब के गर्नु उयो झरौँ अब लु तपाईँको यति मिहिनेत एकछिन यता तपाईँले यति मजाले हेर्नुहोस् त त्यस्तो मजाले रोप्नु भएको छ अब यतिको उमेर उहाँले यस्तो जोस जाँगर देखाइरहनु छ अन्त्यमा तपाईँलाई मनमा लागेको कुरा भन्नु केही छ अन्तमा चाहिँ अब यसरी तपाईँ आएर चाहिँ अब यो के अरे भिडियो बनाउनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको युट्युब च्यानल सबले अब यो च्यानलमा तपाईँलाई सब्सक्राइब गरोस् धेरैभन्दा धेरैले हेरोस् भन्नु म चाहन्छु र यहाँको एउटा कुरो के भने लास्टली चाहिँ यहाँ म के भन्छु भने मान्छेलाई पहिला कुरो ज्ञान सिकाउनुपर्छ पहिला इच्छा हुनु पऱ्यो अब यहाँनिर कसैलाई थाहा छैन पहिला म यहाँ आएर काम गर्दाखेरि के भन्थ्यो भने यो धरान बस्ने बुढो मान्छे के खोज्नु आएको भन्थ्यो मलाई होइन अब अहिले भन्छन् कि अलिक पहिला आउनु पर्थ्यो हामी अब ढिलो भयो भन्ने कुरो राख्छन् है अनि त्यही हो एउटा कुरो ज्ञान सिकाउनु हो मेरो चाहिँ खास मेन चाहिँ आफ्नो आफ्नो जो छ नि
आफूले जानेको कुरोलाई चाहिँ सिकाइदिने उम्, किनभने पहिला मैले यस्तो त मैले पनि धेरै गरेँ अब मधेसतिर मेरो त बगान छ होइन माछा पालन छ उम्, मैले धेरै गरेको उता अहिले पनि छ उम्, अनि त्यो भनेको मधेस र तराई र यहाँ भनेको फरक हुन्छ क्लाइमेट मिल्दैन उम्, उहाँ भनेको एकदम गर्मी ठाउँ यहाँ भनेको चिसो ठाउँ उम्, अब तपाईँको यहाँ अहिले धरानदेखि म यहाँ आउनुको कारण नै त्यही मौसम किनेको कस्तो म बेलायत बस्नुपर्ने अँ। मलाई बेलायतसँग त्यो उ छैन किनभने बेलायत भने अब यति भएपछि तपाईँ जानुहुन्न। म जाँदिनँ मेरो बेलायत यो हो अँ, गर्मी ठाउँ मेरो तल छ अँ, अब धरान आफ्नो ठाउँ छ तराई आफ्नो ठाउँ छ मेरो अब यहाँ आफ्नो ठाउँ छ अँ, अनि यो बाहेक यो यस्तो ठाउँ छोडेर कता जानु अनि अँ, खास त बेलायत बस्नुपर्ने हो सबै बेलायत बसेछ म चाहिँ गएर पनि 3-4 खेप गए छोडेको अँ। त्यही छ ल हवस् त हजुरले यति भनिदिनु भयो तपाईँलाई धेरै धेरै है त। हवस् हवस् धन्यवाद